नमस्कार साथीहरू। आज सुखद शुक्रबार अर्थात् ह्याप्पी फ्राइडे। कामबाट आइसकेपछि आज हामीले अलि मिठो मसिनो खाने कार्यक्रम योजना बन्यो। हाम्रो 3वटा बारी छ सागको र 2वटा बारीको साग चाहिँ खाँदा हुन्छ भनेर आज हामीले उद्घाटन गर्दैछौँ। यो साग यो सिजनको हाम्रो पहिलो बाली हो र हाम्रा पुराना मान्यता परम्परा के छन् भने पहिलो बाली चढाएर खानुपर्छ भन्ने पनि छ। अब यहाँका देवमित्र इष्टमित्र होइन, त्यसै गरी सिमे भूमे सबैलाई यसै सामाजिक सञ्जाल मार्फत हामीले यो चढाएको मानेका छौँ। कोरियाको सन्दर्भमा भन्ने भने यो साग असाध्यै महँगो पर्छ। अहिले त सिजन छ, अलिक सस्तो पनि छ, तर अफ सिजनमा बेसिजनमा यो सागको एक पत्ताको लगभग 1000 नेपाली 100 रुपियाँ भनौँ न, अलिक महँगै पर्छ। त्यस हिसाबले पनि यो लगाएर खाँदा दुवै हिसाबले फाइदा, स्वास्थ्यको हिसाबले पनि आर्थिक हिसाबले पनि। अब आज चाहिँ यसलाई ठ्याक्क बदलको मासु यसले छोपेर ट्याक्क खानुपर्छ है साथीहरू। हस् त।